हेलो गुड मर्निङ सबैलाई। कति नै मलाई चिन्नुहुन्छ र धेरै नै मलाई चिन्न हुँदैन। मेरो नाम भेष, म लन्डन जिल्लाको कलस्तर गाउँपालिकाबाट बिलोङ गर्छु। ट्राइपड बोकेर म ब्लगिङ गर्न जानेछु। आज म मेरो गाउँको भिडियो हाल्नेछु, हेर्नु होला। मेरो नाम भेष, म लन्डन जिल्लाको कलस्तर गाउँपालिकाबाट बिलोङ गर्छु। यो मेरो घर हो। ढोकासँग लगाएँ, यता पनि ढोका लगाइदिएँ। अब यो मेरो घर, हेर्नुहोस् मेरो घर यस्तो छ है। यो मेरो घर भर्खर नानीहरूलाई पढाएर स्कुल पठाएर आएको हो। आज म मेरो गाउँको भिडियो हाल्नेछु, हेर्नु होला। यहाँबाट सुरु हुन्छ मेरो गाउँ। यो ढलनगढीको बाटो, तल गयो भने गाडीको बाटो भेटिन्छ। अब यहाँबाट यो दाहिने साइडतिर चाहिँ युवा साथीहरूको यो क्लब घर हो। अब यहाँबाट भित्री बाटो, अब यो भित्री बाटो चाहिँ गाउँभित्र पस्ने बाटो हो। गाउँभित्र पस्ने मेन बाटो। गाउँभित्र पस्ने यो जुन गोरेटो बाटो छ, यहाँ चाहिँ ढुङ्गा ओछ्याएर चाहिँ राम्रो बाटो बनाएको छ र पहिलादेखि नै अब व्यवस्थित ढङ्गले बनेको यो गुरुङ बस्तीको यो बाटो। अब ढुङ्गाले बनेको बाटो राम्रो पनि छ र बलियो पनि छ। दायाँ बायाँकै घरहरू लगभग खाली नै भयो भन्दा हुन्छ। जुन यो ठुलो घर छ, यहाँको दिदीहरू पनि दाइहरू पनि पोखरा बस्नुहुन्छ। दसैँमा र वैशाख पूर्णिमा कहिलेकाहीँ पूजा गर्नको लागि आउनुहुन्छ, नत्र खासै घरमा आउनु हुँदैन र आफ्नो आफन्तले हेर्नुहुन्छ। त्यस कारणले गर्दा धेरै घरहरू खाली नै छन् गाउँमा। अब यो घर जुन देख्नु भएको छ, यो घर पछाडि घर पनि खाली छ। यो अगाडि घरमा चाहिँ बाजे बस्नुहुन्छ। गाउँतिरको गोरेटो बाटो सफा छ, राम्रो छ र कतै फेरि नयाँ घर पनि बन्दैछन्, कतै अब खाली पनि भइसकेको छ। अब बसाइ सरेको कारणले गर्दा चाहिँ धेरै घरहरू चाहिँ अब अहिले लगभग खाली भइसकेको अवस्था पनि छ। अब म गाउँको बिचमा आइसकेको छु। नयाँ घर पनि बन्दैछ कहीँ। गाउँको बिचको बाटो यो साह्रै राम्रो छ र सफा पनि छ। अहिले म गाउँको बिचतिर आइसकेको छु। म गाउँको यो मध्यस्थानमा आइसकेको छु। अब यहाँबाट माथि फर्केर हेर्दा मेरो गाउँ यस्तो देखिन्छ। माथि देवी मन्दिर भइहाल्यो। देवी मन्दिर त्यहाँ गुम्बा पनि छ र भायर मन्दिर पनि छ। देवी थान भएको ठाउँ हो त्यो स्थान हो। यो गाउँ यस्तो देखिन्छ कि तलबाटै त्यो राम्रो देखिन्छ। माथि तमाङ गाउँ पनि छ सिरानमा। यहाँबाट हेर्दा मेरो गाउँको सिन यस्तो देखिन्छ। यो परको खेतहरू, डाँडा पाखा खेत र परको गाउँहरू, सैलुङ गाउँ पनि यहाँबाट देख्न सकिन्छ। अनि टाढाको सिन पनि यस्तो राम्रो देखिन्छ। अब म यहाँबाट तल जान्छु, बिस्तारै तल जान्छु। यहाँबाट तल फेरि एउटा सानो बस्ती छ। यसलाई पल्लो गाउँ भनिन्छ। जुन मैले देखाएँ त्यो चाहिँ हाम्रो पल्लो बस्ती हो, ठुलो गाउँ। यो तल फेरि तलसम्म मेरो गाउँ छ, तलसम्म फैलिएको उपल्लो गाउँ र पल्लो गाउँ छ। यो पल्लो गाउँ हो। यहाँ यो पुछारमा आइसकेपछि यो हाम्रो यो आमा समूहको भवन छ। फेरि यो ठुलो भवन छ आमा समूहको। उहाँहरू चाहिँ कुनै कार्यक्रम गर्दा अथवा गाउँमा कुनै कार्यक्रम हुँदा चाहिँ यही नै गर्नुहुन्छ। यो ठुलो भवन छ, राम्रो पनि छ। यो आमा समूहको भवन हो। म अहिले यतिखेर चाहिँ हाम्रो यो आमा समूहको भवनमा आइसकेको छु। यतिखेर म आमा समूहको भवनमा आइछु। हेर्नुहोस् पछाडि सबै देख्नुहुन्छ। यो गेट अगाडि फेरि गेट छ। यो मेरो ट्राइपोड हेर्नु यहाँ छ। अब म फेरि जता राख्छु, हेर्दै गर्नु। अब म आमा समूहको भवनबाट बाहिर निस्किसकेको छु। अब म यहाँबाट तल जान्छु। यहाँबाट तल गएर
दो बाटोको चौतरोसम्म जान्छु म। त्यो गाउँ आएको रहेछ, गाउँको बहिनीहरू गफरे बस्नु भएको रहेछ। यस्तो घाम छ, अहिले लगभग 12 बजिसक्यो होला, दिउँसो 4को घाम छ। त्यसले गर्दा पनि उहाँहरू चाहिँ शीतलमा बस्नु भएको रहेछ, गफरे बस्नु भएको रहेछ। एकजना बुवा बाहिरको हालत कतिको आएको छ कुनै बुवा पनि बस्नु भएको रहेछ। यो गाउँभित्र पस्ने गेट भइहाल्यो। अब बहिनीहरूसँग गफ गर्नु भएको रहेछ। एकजना आमा पनि बस्नु भएको रहेछ। यहाँ कुकुर पनि यहाँ शीतल तापिरहेछ घाँसको बारी। र एकजना बुवा शीतलमा बस्नु भएको छ, कस्तो आनन्दसँग। बिचमा देउराली छ, दुवैतिर मान्छे हिँड्ने बाटो। अनि यो चौतारी माथिबाट चाहिँ टाढा टाढाको डाँडा काँडा देख्न सकिन्छ। हेर्नुहोस् कति राम्रो छ, माथि डाँडा भइहाल्यो। अब यो तल जाने यो गाडीको रोडदेखि माथि सानो रेलिङ हालेर जुन एउटा बाटो बनाएको छ, त्यहाँ चाहिँ भगवती मन्दिर छ। यहाँबाट टाढा टाढा देख्न सकिन्छ, टाढा गाउँ देख्न सकिन्छ। हेर्नुहोस् चौतारी कति राम्रो छ, सफा पनि छ, राम्रो पनि छ। बेला बेला चाहिँ सफा गरिनुहुन्छ एकजना बुवा आएर बिहान बिहानमा। आज मौसम निकै सफा छ। माथि भगवती मन्दिर, यो विस्तार जाने बाटो। अनि यो भयो अब हाम्रो गाउँमा पस्ने बाटो। यो गाउँमा पस्ने बाटो अगाडि चौतारो मैले देखाएर तपाईँहरूलाई। यो बाटो फेरि उता माथि पोखरा जाने बाटो। यस्तो छ। आउनु होला एकचोटि टेक्सर गाउँ घुम्नुलाई। र जति पनि साथीहरूले हेर्नु भएको छ, कहाँबाट हेर्नु भएको छ र यो गाउँ कस्तो लाग्यो, कमेन्टमा जस्तै कमेन्ट छोड्नु होला। नराम्रो कमेन्ट चाहिँ नगर्नु होला। यो मेरो पहिलो ब्लग हो। लाइक, सेयर र सब्सक्राइब पनि गर्नु होला है। म अब घरतिर फर्किसकेको छु। अब आज पसल बन्द रहेछ। यो पसल छ, यो एउटा किराना पसल हो। गाउँको तल एउटा किराना पसल छ। अनि यहाँ माथि गाउँमा माथि जाने बाटो हो। यो माथि गाउँतिर बस्ने बाटो। अनि यो चाहिँ पोखरा जाने बाटो। यतिखेर म गाउँको सिरानमा आइपुगेको छु। अब म तपाईँहरूलाई मेरो गाउँको स्कुल पनि देखाउँछु है त। यहाँका बाबु नानीले पढ्ने स्कुल देखाउँछु म। यो गाउँको सिरानमा यो अब परको गाउँ गिलुङ गाउँ हो है। टाढा छ नि, देख्नु भएको छ नि त्यो अलिअलि, त्यो गिलुङ गाउँ हो। हाम्रो गाउँबाट गिलुङ गाउँ छर्लङ्ग देख्न सकिन्छ। मेरो आफ्नै वडा पनि हो, त्यसैले गर्दा गिलुङ नजिक पनि छ। अब यो अगाडि पहिला देख्नु भएको छ नि, यो चाहिँ स्कुल हो। यो गाउँको बच्चाहरू पढ्ने सानो साना बाबु नानी पढ्ने स्कुल हो। यो चौतारो भइहाल्यो। यहाँ देउराली पनि छ। घाँटो फाल्ने ठाउँ है यो फेरि। यहाँ घाँटो फाल्ने देउराली हो फेरि। यो वैशाख पूर्णिमा चाहिँ घाँटो नाचेर घाँटो फाल्ने, घाँटो सेलाउने ठाउँ हो यो। अनि यो अगाडि स्कुल भइहाल्यो। यहाँ चौतारो पनि छ। चौतारोमा ठुलो श्रमिक रोग छ। यहाँ पर हेर्नुहुन्छ नि, यो पर यो मैले जुम गरेको छु। यो पर अहिले चाहिँ तोन लागेको कारणले त्यति सफा छैन। मौसम चाहिँ सफा छ, तोन लागेर आएका छन्। त्यसैले गर्दा चाहिँ हिमाल देखिएको छैन। नत्र विशेष राम्रो हिमाल देखिन्छ। यहाँबाट नजिकै देखिन्छ सफा हिमाल। त्यसले गर्दा यहाँ अब गर्मी मौसममा ठिकै हुन्छ कि यो डाँडा पनि छ। डाँडामा बसेको कारण चाहिँ हिमालको हावाले गर्दा पनि यहाँ त्यति साह्रै गर्मी चाहिँ हुँदैन है। अब म तपाईँहरूलाई स्कुलतिर लान्छु है त। यो गाउँमाथि बसेको स्कुल यो आधारभूत विद्यालय हो। प्राथमिक विद्यालय भनिन्थ्यो, अहिले चाहिँ नेपाल सरकारले फेरि यसको नामाकरण गरेर चाहिँ आधारभूत विद्यालय भनेर नामाकरण गरेको छ। यस विद्यालयमा लगभग 32 कि 35 जना विद्यार्थी बाबु नानीहरू पढ्ने गर्छन्। यहाँ यसपछि बल्ल गिलुङ जाने होइन हाई स्कुलमा। त्यहाँ +6सम्म छ। अब यो सरस्वती मन्दिर भइहाल्यो। अब यता गयो पहिला चाहिँ बच्चाहरूको खाजा घर अथवा क्यान्टिन भनौँ। अब लगभग खाजा खाने बेला हुन लाग्यो कि यो सानो
बाबुहरू चाहिँ उफ्रिँदै भागेका छन्। तपाईँलाई यो भिडियो कस्तो लाग्यो जस्तो तस्तै कमेन्ट लेख्न चाहिँ नभन्नु होला। ल फाइनली म आफ्नो घर आइपुगेँ। अनि यो भिडियो कस्तो लाग्यो, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न चाहिँ नभन्नु होला है। राम्रो लाग्यो भने साथीले सेयर गर्नु होला। सब्सक्राइब गर्दा खासै पैसा लाग्दैन, सब्सक्राइब गर्न चाहिँ नभन्नु होला। र कहाँबाट हेर्दै हुनुहुन्छ भनेर कमेन्ट लेख्न चाहिँ नभन्नु होला। अहिलेसम्म हेरिदिनु भयो, साथ दिनुभयो, तपाईँको अमूल्य समय दिनुभएको सबैलाई धन्यवाद भन्दै आजको यो ब्लगबाट बिदा लिन चाहेँ। बाई बाई।